सपोज हजुरको लाइफमा एक यस्तो इन्सिडेन्ट ह्यापन भयो, ट्रमेटिक इभेन्ट जसको आउटकम, जसको कन्ट्रोल तपाईको हातमा थिएन, जसको गहिरो प्रभाव तपाईको मनमा पर्यो। त्यो समयमा तपाईको माइन्डले, तपाईको बडीले, तपाईको ब्रेनले एक हार्मोन रिलिज गर्यो जसलाई हामी स्ट्रेस हार्मोन भन्न सक्छौँ। त्यो स्ट्रेसको हार्मोन त्यो इन्सिडेन्ट, त्यो इभेन्टसँग लिङ्क्ड छ। अब एभ्री टाइम जब पनि तपाईँ त्यो इन्सिडेन्टलाई आफ्नो माइन्डमा रिकल गर्नुहुन्छ, माइन्डमा इमेजिन गर्नुहुन्छ, बारम्बार त्यो सिचुएसनलाई याद गरी तपाईको बडीले, तपाईको माइन्डले सेम स्ट्रेस हार्मोन रिलिज गरिरहन्छ। एभ्री टाइम तपाईँ त्यो सिचुएसनलाई रिकल गर्नुहुन्छ आफ्नो माइन्डमा, इमेजिनेसनमा, तपाईको बडीले, तपाईको ब्रेनले त्यो स्ट्रेस हार्मोन रिलिज गरिरहन्छ। किनकि हाम्रो माइन्डले रियल लाइफ इभेन्ट र इमेजिनेसन, कल्पनालाई फरक छुट्याउन सक्दैन। किनकि माइन्डले मात्र एक फिलिङलाई बुझेको हुन्छ, एक फिलिङसँग कनेक्टेड हुन्छ। माइन्डले हाम्रो ल्याङ्ग्वेजलाई नबुझेर त्यो ल्याङ्ग्वेजमा, त्यो शब्दहरूमा भएको त्यो फिलिङलाई, त्यो भाइब्रेसनलाई बुझ्छ। अब जतिखेर पनि तपाईँ त्यो स्ट्रेसलाई इमेजिन गर्नुहुन्छ, त्यो पास्ट इभेन्टमा जुन बितिसकेको छ, त्यो इभेन्टलाई जतिखेर पनि तपाईँ याद गर्नुहुन्छ, त्यो तपाईँको ब्रेनमा एक हार्ड वायर बनेर बसिरहेको छ। जतिपटक याद गर्नुहुन्छ अझ स्ट्रङ बन्दै जान्छ। यसको एकमात्र सल्युसन भनेको तपाईँ त्यसमा ध्यान नदिनु, त्यसबाट आफ्नो ध्यानलाई अर्कोतर्फ केन्द्रित गर्दै लैजानु, प्र्याक्टिस गरिरहनु। नत्र जतिपटक तपाईँ त्यो इभेन्टलाई याद गरिरहनुहुन्छ, तपाईको शरीरमा एक स्ट्रेस हार्मोन रिलिज भइरहेको छ, तपाईको माइन्डमा एक डिस्टर्बेन्स क्रिएट भइरहेको छ र तपाईलाई कुनै बेला एन्जाइटी, डिप्रेसन महसुस हुन सक्छ। त्यसकारण पास्टको कुनै पनि इभेन्टलाई जुन खराब थियो, जुन तपाईको माइन्डमा गहिरो प्रभाव छोडेको थियो, त्यसलाई नसोच्नुहोस्। किनकि त्यो हाम्रो माइन्डले बितिसकेको कुरा र वर्तमानको कुरामा फरक बुझ्दैन, उसले मात्र फिलिङलाई बुझ्छ।